Happy birthday to you. Thank you, Dada. Happy birthday to you. लाइट देखेर क्या ठीक छ काटेँ मैले Happy birthday to you. यो डिडो खाएको छैन हो दाइरा खोज्यो भने पहिला ल ल खाएको हुन्छ त छि मजा न थोरै मात्रै खाइदिएँ पछि तिमीलाई बाउ हुँदैन नि छोरा ह्याप्पी बर्थडे टु यु बुढी हाङकु ला यो चाहिँ यो अलिकति माथि सार्दिनु त दादा मैले खैन त गर्ने हो नि यी फेरि भेजेन नि हेलो साथीहरू वेलकम टु माई युट्युब च्यानल एन्ड वेलकम माई न्यू भ्लग न्यू डे होइन अनि आज चाहिँ म भन्दा पनि आज चाहिँ मेरो बर्थडे रहेको छ जुन अगाडि देखिसक्नु भयो होला हजुरहरूले भिडियो सो अहिले चाहिँ बिहानै उठेर हामी चाहिँ धरान जानु लागिरहेको छौँ धरानमा म पूजा गर्न जानु लागिरहेको छु नि त माता जगत जननी मन्दिरमा अनि त्यसैले गर्दा यहाँ नानी पनि राति नै बिरामी भएर नानीलाई यताउति हामी लगेर हस्पिटल लगेर मात्रै भर्खर पूजा गर्न जाँदैछु केही नखाइकन खाएकै छैन केही पनि अनि यहाँ बहिनीलाई पनि रिसिभ गरेर हामी चाहिँ जाँदैछौँ साथीहरू कस्तो नानी आज बर्थडेको दिनै बिरामी भएर बिहानै कुदाउनु परिरहेको थियो क्या अनि जाँदैछौँ अब तपाईँहरूलाई म मेरो बर्थडे भ्लगको भिडियो देखाउने छु प्लिज लास्टसम्म हेर्नु होला है त आज चाहिँ म मेरो जन्मदिनमा यता धरान के भन्छ माता जगत जननी मन्दिरमा आएको छु अहिले यहाँ पार्टी गर्दैछु अब पूजा सकिन आँटिसकेको छ मेरो चाहिँ नानी पनि बिरामी भएर आज उता पर निभेको बाल्नु छिटो न अलिक ठुसरले यसरी बोल्दा पूजा गर्दा गर्दै बोल्नु हुँदैन हामी यहाँ ज्वाइँ खानामा खाना खान आएका छौँ तर नानी बिरामी भएर अहिले चाहिँ हामी थकाली खानुको लागि घर ज्वाइँ पो त ज्वाइँ खानामा आएको छौँ अनि प्रिन्स र दाई चाहिँ खुवाइसक्नु भएको छ अनि बहिनीले पनि खाइसक्नु छ अब हामी बाँकी यता मेरो भाइ हेलो भन कस्तै ह्यान्डसम देखिरहेछ यता अर्को भाइ नितेश यता छ रुबेन परियार आम्मा त त्यस्तो गर्छ भने चाहिँ भ्याट त्यस्तो थिएन चित्त बुझेर तेरो अन्डाले डराएको चाहिँ भन्छ पनि अबि हामी के बोलिनौँ हामी बोलिनौँ बिरामी भएर कस्तो भइरहेछ नि आज रातभरि सुतेको छैन नि दुःख दिइरहेछ हेलो साथीहरू काली गएको थियौँ ज्वाइँ खाना गएको थियौँ म चाहिँ नखाइकन आएँ किनभने खाना एकदम ढिलो आयो नानी यति बिरामी भएर कचकच गरिरहेछ प्रिन्स पनि अघि एकछिन बाहिर निस्किनु भएको थियो यहाँ एक्लै मान्दैन फेरि अरूसँग अनि फर्किँदैछौँ अब गएर यसलाई हस्पिटल पहिले देखाएर घरमा गएर खानाहरू बनाउनु पर्ने छ त्यहाँ बोलाएको छु पाहुना पनि हुनुहुन्छ नापिहाल्छ अब को भो खाना नखाएको होइन कि केही पनि खाएको छुइनँ नि मैले कचर कुचर खाएको छुइनँ साथीहरू अलिकति अब एक दुईवटा खानुमा त्यस्तो उयो हुन्छ भन्नु त खाना खाएको जस्तो नि त तर के गर्नु ढिलो भयो ढिलो गर्दैन नि खानै पाएन अनि
अनि साथीहरू ल टाउको ठोक्यो टाउको ठोक्यो मेरो छानो छोरो साह्रो गाह्रो यो चाहिँ बुवाले अस्तिदेखिको हजुरहरूलाई पनि थाहा छ होला महावीर पुन्जुको किताब रहेको छ यो दुईजना हुन्छ अनि यो अस्तिदेखि बुवाले मलाई पनि भन्नुभएको थियो सोध्छ मैले आज लगेर जाँदैछु है त हामी चाहिँ एकदम सेपरेटली कुकिङ गर्ने ठाउँमै लिएर जाने पछाडि अनि भनेर तर्छौँ नानीलाई चाहिँ तर्सिन्छ नि कहाँ छ यसमा कहाँ छ त्यो त अहिले बस्नु यस्तो चिराले भेटेन अनि उडाउने पनि रहेछ नि त त्यसलाई त्यो यो माथिको हटाउ मैले लागेको त्यहाँ भेट्छ तल Happy birthday to you. नानीलाई उता लैजा नानीलाई उता लैजा नानीलाई लैजा न दिदी दिदी नानीलाई लैजा न नानीलाई लैजा न ल नानीलाई अलिकति मात्रै झन्डै मामातिर पो गइदिरहेको यो त उयो दुलो उतापट्टि भड्किरहेको रहेछ माथि हालेको माथि हालेको माथि हालेको त्यो माथि हालेको दुलो उता भड्किरहेको रहेछ ला सरले के खाने बाबा अब के गर्नु यो यता साइडमा राख्नु कान्छाले बिहानै खाइदियो न बुवाले म बाबेको मुखमा लाग्यो तिम्रो याद थिएछ नि आन्द्र नसुते मन टिका लागि हामी गरौ तपाईहरुलाई चाहिँ बल अघि पैसा दिएको थियो त्यही पिनु हानेर चोरी गरिदिनु त्यतादेखि राम्रो होइन हामीले
लिएर चम्चीले यसो खाइदिनु चम्चीबाट खाइदिनु अहिले प्लेटमा बाँड्नु यसो खाइदिनु हुन्छ जानु बाबु कता यता जानुहुने जानु आइरहनु भन्नु पर्यो तिम्रो राम्रो मकै छापिरहेको छ मकै राम्रो छापिरहेको छ यसमा अनि लोकन्ती छ त छेउमा सानो बाबु सानो लोकन्ती छेउमा बसिरहेको सानो लोकन्ती छेउमा बसिरहेको लोकन्तीलाई बिर्सेको त्यसले 1000 रुपियाँ भन्दा माथि बोक्दैन पैसा ओ मम्मी 1000 रुपियाँ भन्दा मुनि बोक्दैन यसले पैसा यो ओभर च्याङ्ला छ बेनालाई भइसक्यो त डल्लै लेग पिस भन्नुपर्छ ओ यहाँ रेसमा ठुलो छ गोजी त लगाइदिएन न टिका लगाइदिएन त ल म टिका लगाइदिन्छु ल केक चाहिँ स्पेसल चिरनको तर्फबाट हो त्यही भएर चित्त बुझाउनु आएन अन्त दिन्छ त्यसले त्यस्तै गर्छ दियो म त मैले त 5 के 20 आश गरेको थिएँ ल आजको बर्थडे यस्तै रह्यो है अब हामी चाहिँ यो बर्थडे अब आजको बर्थडे यस्तै रह्यो केक हजुर अबि बाउको बुहारी भएपछि नाक लामो उडाउनु पर्यो होइन नि आमाको त बढाएपछि बेबीको कसरी बढाउँछ भाइ थियो त हाम्रो बर्थडे
परिकार आइटमहरू चाहिँ त्यहाँ छन् होइन कस्तो भयो खानेकुराहरू यम्मी मिठो भयो You like African? हस् Maybe. यतै You like African, don't like Nepali. मामाको चाहिँ पाक्दैछ भित्र यहाँ अरू चाहिँ ओले के हाल्नु भएको के भयो के छ खबर साथीहरू आफू काम गर्न थालेपछि खानु चाहिँ भिडियो नै बनाउनु बिर्सेछु मैले किनभने गरिरहेको थिएँ सो म यही भिडियो मार्फत चाहिँ मेरो भिडियो इन गर्दैछु साथीहरू सबैजनाले मेरो भिडियो लास्टसम्म हेरिदिनु होला एन्ड थ्याङ्क यू सो मच मैले यति हुन्छ नि अब यति राम्ररी मनाउन पाएँ बर्थडे दिदी या फ्यामिलीसँग सबैजनाले मलाई एकदम धेरै सपोर्ट गर्नुभयो थ्याङ्क यू सो मच सबैजनालाई र थ्याङ्क यू सो मच जसले मेरो भिडियो लास्टसम्म हेरिदिनु भयो प्लिज सबैजनाले मेरो भिडियोलाई लाइक कमेन्ट सेयर गरिदिनु होला अनि साइडमा रहेको बेल आइकन दबाइदिनु होला अनि मेरो युट्युब च्यानललाई सब्सक्राइब गरिदिनु होला बाई बाई एभ्रिवान